वेलकम ब्याक साथीहरू। आज फेरि अर्को रेसिपी लिएर आएको छु। रेसिपी एकदम इजी छ। अब ब्याचलरहरूको लागि जो चाहिँ एकदम एक्लै बस्नुहुन्छ होइन, जो चाहिँ पिजीतिर बस्नुहुन्छ, पेइङ रेस्टुरेन्ट गरेर जो चाहिँ एक्लै बस्नुहुन्छ उहाँको लागि त एकदम इजी रेसिपी छ। अगर तपाईँहरूलाई यो रेसिपी हेरेर भिडियो हेरेर रेसिपी मन पऱ्यो भने भिडियोमा गएर लाइक कमेन्ट सेयर गरिदिनुहोस् भन्दै हामी अगाडि बढौँ है त। मैले यहाँ एउटा बोलमा तातो पानी लिइसकेको छु। तातो पानी किन लिएको भन्दाखेरि चाहिँ सुकुटी, जुन चाहिँ हामी नेपालीमा सुकुटी भन्छ, ड्राई फिस यानि कि बम्बिल पनि भन्छ, त्यसलाई चाहिँ मैले सानो सानो पिस पारेर चाहिँ म यो तातो पानीमा एकछिन भिजाउँछु। बेसी भिजाउनु पर्दैन, बेसी टाइमको लागि भिजायो भने यो लातलुत भइहाल्छ। एकछिन तपाईँले यो भिजाएर अब अरू काम गर्दा ओर्दा ठिक्क रेडी गर्दा ओर्दा ठिक्क टाइम पनि भइहाल्छ। त्यसले गर्दा चाहिँ एकछिन मात्रै राख्नुपर्छ। यता मैले फेरि फर्सीलाई, हामी त फर्सी भन्छौँ, कसैले कद्दु पनि भन्छ होइन, पम्पकिन फर्सी जो छ पम्पकिनलाई मैले धोइदै पार्दैछु अनि ड्राई फिसलाई पनि धोएर रेडी पार्दैछु। मैले यहाँ ड्राई फिस लिएको छु। त्यो ड्राई फिसलाई म आफ्नो स्वादअनुसार यहाँ नुन लगाउँदैछु। त्यहाँदेखिको नुन लगाइसकेर म यहाँ पिन्च अफ हल्दी पाउडर र टर्मरिक पाउडर एकदमै कम्ती लगाउँछु। हल्दी पाउडर चाहिँ जस्ट कलरको लागि। नुन चाहिँ किन लगाएको भन्दाखेरि चाहिँ यो फ्राई गर्दाखेरि चाहिँ यसको टेस्ट आउँछ क्या। नुन हाल्न भने चाहिँ अलिक खल्लो खल्लो टाइपको हुन्छ, त्यसले गर्दा चाहिँ यसलाई म नुन लाउँदैछु। अन्त नुन हल्दी पाउडर लगाइसकेर चाहिँ यसलाई हल्कासँगले मलिदिनु, मिक्स गरिदिनु। यसलाई म्यारिनेट गरेर राख्नुपर्छ भन्ने चाहिँ छैन है त साथीहरू। यता मैले ग्यास अन गरिसकेँ। ग्यास अन गरिसकेर मैले कराई पनि चेकाएँ अनि अर्कोपट्टि चाहिँ मेरो भात पाक्दैछ। प्लिज त्यसलाई चाहिँ इग्नोर गर्नु है साथीहरू। अनि कराईमा मैले यहाँनिर तेल हालेँ। यो मेरो नर्मल रिफाइन तेल हो, घरमा युज गर्ने तेल हो। तपाईँले कुनै पनि तेल युज गर्न सक्नुहुन्छ। अनि यसको लागि चाहिँ मैले त्यो अघि मलेर राखेको फिस थियो, जुन चाहिँ बम्बिल भन्छ, ड्राई फिस यानि कि सुकुटी माछा, त्यो सुकुटी माछालाई म एकछिन फ्राई गर्दैछु। मजाले फ्राई गर्नुपर्छ, लो हिट बनाएर त्यसलाई मजाले डिप फ्राई गर्नुपर्छ। ताकि देख्दा चाहिँ अब हल्का रातो रातो देख्ने हुन्छ नि, रातो पनि होइन, ब्राउन ब्राउन देख्ने चाहिँ बनाउनु पर्छ यो फ्राई गरेर। यसलाई त्यतिको फ्राई चाहिँ यसलाई गर्नु एकदमै जरुरी छ। अनि यता मैले प्याजलाई पनि चप गरिसकेँ। कराई बसालेको छु। कराईमा मैले तेल एड गरिसकेँ। फेरि अलिकति मात्रै तेल थपेँ, बेसी होइन। अन्त मैले एउटा सुक्खा खोर्सानी चाहिँ पड्काएको छु, बेसी होइन। तपाईँहरूलाई जति आफ्नो टेस्ट अनुसार खान मन लाग्छ त्यो हाल्दा हुन्छ। त्यहाँदेखिको मैले एड गरेँ चप अनियन, चप गरेको अनियन, एउटै चप गरेको अनियन एड गरेको छु। अनि पिन्च अफ हल्दी पाउडर एड गरेको छु। रेड चिल्ली पाउडर पनि एड गरेँ, आफ्नो टेस्ट अनुसार एड गरेको छु। तपाईँहरू आफ्नो अकर्डिङ एड गर्न सक्नुहुन्छ होइन। त्यो एड गरेर एकछिन फ्राई हुन दिनुपर्छ प्याजलाई। प्याजले कलर छोडिसकेपछि चाहिँ म अघि राखेको धोएर राखेको पम्पकिन जुन चाहिँ छ, पम्पकिन मैले पम्पकिनमै बम्बिल त्यो फ्राई गरेको फिस पनि राखेको थिएँ, त्यो पनि हालिदिँदैछु। त्यो हालेर मजाले मिक्स गरिदिनुपर्छ। अनि मिक्स गरिसकेर त्यसमा फेरि म सल्ट लगाइदिँदैछु, एकदम आफ्नो स्वाद अनुसार हो यो चाहिँ। अनि यतापट्टि फेरि मैले एउटा टमाटर लिएको छु। त्यो टमाटरलाई चाहिँ मैले कोरेसोमा चाहिँ ग्रेट गर्दैछु। ग्रेटरमा राखेर चाहिँ ग्रेट गर्दैछु, हामी त कोरेसो पनि भन्छ। यहाँ फेरि म तरकारीलाई चलाउँदै उल्टोको उल्टो पार्दै गर्दैछु है त। अब म यहाँ के एड गर्छु भन्दाखेरि हेर्नुहोस् त, म्याजिक मसाला छ। मेरो हरेक सब्जीको राज चाहिँ म्याजिक मसाला हो। अनि यता अर्कोतर्फतिर चाहिँ मैले अघि प्युरी गरेर राखेको टमाटरलाई म पम्पकिनमा हाल्दैछु।
यो पम्किनमा टमाटर लास्टमा हाल्नुको कारण चाहिँ के हो भन्दा पहिला नै टमाटर हाल्यो भने चाहिँ पम्किन पाक्दैन, त्यत्तिकै काँचो बस्छ। अनि पम्किन पाकिसकेर लास्टमा टमाटर हाल्यो भने राम्रो। अघिको पम्किन रेसिपी अब म तपाईँलाई खाएर चाखेर चाहिँ भन्छु है कस्तो भएछ भनेर। दामी टेस्टी। मिठो भएछ। त्यो ड्राई फिस जुन चाहिँ छ त्यसको टेस्टले झन् दामी बनाएको छ, मिठो बनाएको छ। पम्किन चाहिँ लिँदा चाहिँ तपाईँहरूले बाहिरको रियो भएको पार्ट दियो भने चाहिँ बेटर हुन्छ, त्यो गुलियो हुँदैन नि त। अब म तपाईँहरूलाई राइससँग खाएर बताउँछु। एकदम राम्रो, एकदम मिठो, टेस्टी भएर टेस्टी। तपाईँहरू पनि ट्राई गर्नुहोस् अनि कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुहोस्, लाइक सेयर सब्सक्राइब गर्नुहोस् है त। अब अर्को नेक्स्ट रेसिपीमा भेट्नु है त।